गाइस सो वेलकम ब्याक टु माई च्यानल। आज लामो समयपछि चाहिँ हामी मजाले घुम्न जाँदैछौँ फेरि। अब चाहिँ हामी सरर गाडी चढिसक्यौँ। गाडी चढेर चाहिँ अब सबैजना भित्र बसिसक्नु भयो। अब म पनि पुरै जाने तयारीमा छु। अब यहाँ चाहिँ अङ्कल हुनुहुन्छ भित्र। हेलो, क्यान यु प्लिज ओपन द विन्डो? ओके, सो अङ्कल यहाँ बसिसक्नु भएको छ। अब पुरै सरर हामी कता जाँदैछौँ अब? हेलो, हामी कता जाँदैछौँ अब? यस्तो हेन्सम भएर दाइ के छ त अरू नयाँ नौलो? अब ठिक छ। अब यसो ब्लू माउन्टेनतिर प्रस्थान हुँदैछौँ हामी हैन। त्यसपछि अब हेरौँ कहाँ। ओके गाइज, स्टे ट्युन है। हामी जाँदैछौँ। यहाँ मम्मी हुनुहुन्छ। माइलो अब सबैजना चाहिँ भाउजी यहाँ पुरै हेन्सम भएर। अनि बुढी के छ हालखबर? ब्लू माउन्टेन जाने हो डाइरेक्ट। पुरै ब्युटिफुल भएर होइन। यता दाइ चाहिँ सुन्दरताको धनी। सो गाइज, हामी चाहिँ अब ब्लू माउन्टेन आइसकेको छौँ होइन। अहिले चाहिँ टक्क लगाएर यहाँ चाहिँ अब बसेर पेट पूजा गरेर अलिकति घरबाट लिएर आएको खानेकुराहरू छ। अब त्यस्तै भनौँ न। अब यहाँ के छ हाम्रो आज आइटम? यहाँ पानीपुरी चटपटी लगायतका कुराहरू छन्। च्याप्प खाएर चाहिँ अब अलिकति घाम पनि लागिरहेछ, राम्रो मौसम छ। अब खाएर अनि फेरि अब अगाडिको जर्नी चाहिँ स्टार्ट गर्ने, किनकि अहिले खाली पेट छ नि त। त्यही भएर यसो पहिला भरौँ। अब त्यही हो। यहाँ चाहिँ अब डाइनोसर छ होइन। डाइनोसरहरू छ सर्लक्क, पुरा बवाल छ। यहाँ चाहिँ तोप गोला बारुद रहेछ। यहाँ सब बसिसक्नु भएको छ। यहाँ चाहिँ मजाले खाने दबाउनलाई। ल ठिक छ। सो गाइज स्टे ट्युन है, म अपडेट गर्दै गर्नेछु। ओके। सो गाइज यहाँ चाहिँ मम्मीले पुरा दिइरहनु भएको छ बसाइ। फेरि खतरा छ यो माइलो। या जाने जा यो माइलो। यो दिइरहनु भएको छ ड्याडी पुरै होइन। हेन्सम। फेरि यहाँ कोइरिनीहरूले हेरेर बसी खानु हुँदैन, पुरै मुकुट लगाएर हिँड्नुपर्छ। यो अब दाइको घुँडा च्यात्यो, प्यान्ट च्यात्यो चाहिँ अलिकति भरे सिलाउनु पर्छ त्यहाँ। ओ लौ न। ओहो को हो यो बिचको? ल ए ओम दाइ पनि हुँदैछ। यहाँ ट्याक्क यहाँ त बच्चाहरूले रिक्वेस्ट गरे जस्तो आयो त्यस्तै बनाए। मन परेमा लाइक कमेन्ट सेयर गरिदिनु होला है। हजुर, भिडियोलाई लाइक सेयर कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला। ओहो अङ्कलको टल्कियो। ल यो हो नि त ओरिजिनल कपाल। यहाँ चाहिँ यो बुढी छिन् होइन। अब ऊ चाहिँ पुरै दबाएर मलाई सुविधा क्यामेराम्यानलाई यस्तो हुँदैछ। दाइ दुई शब्द जाओस् तपाईँको। हजुर यत्रो टेन्सन हुँदैन, म ढल्दिनँ त। के को टेन्सन हो? टेन्सन त के हो। ल अब यसरी नै चलिरहेछ। जना पुरै आफ्नो उसमा अन्डा छोडाउने, कोही यता भर्ने गर्दै हुनुहुन्छ। ल ल ल यता फेरि आमा के हो यस्तै हो? के भयो त यो? पुरै यस्तै हो, चमत्कार भयो त यहाँ त। लगता है बरफ पड्ने वाली है। यहाँ चाहिँ पुरै दाइ आफ्नो तालमा हुनुहुन्छ, सुपरभाइजर है। अब यता छ भाउजू, उता भाउजू मुरै लुरै फोर्दै। मम्मी के हो यो? लौ न आलुको मसला। ल बवाल छ। अब ड्याडी त कुरै गर्न छोडिदिनु। यहाँ त लक्का जवान। मेरो मोबाइलबाट यो त युट्युबमा आउँछ, युट्युबबाट सब दुनियाँ देखिन्छ। ज्याममा जाने अब कसैले हेर्नु छ नि, ल युट्युब च्यानलमा जाने जब भ्लग देखाइदिने तपाईँहरू आएको गरेको। ए बवाल। ल ओहो यहाँ के बन्दैछ त यो पुरा? अब घरबाट एकदम खुराक चटपटी बनाएको चटपटी पुरै यहाँ लगाएर नि फाल्ने हो। एकदमै बवाल बन्दैछ। अब यता फिलिङहरू अघि देखाइरहेको छु मैले भएर। मजाले अब डेन्जर बन्छ। अब एकछिनमा यहाँ म देखाउँछु अहिले एकछिनमा। ओके गाइज। हेलो गाइज, सो हामी चाहिँ अहिले पुरै डाइनोसर भ्यालीमा छिरिसकेको छौँ होइन। पुरै अब डाइनोसर कार्निभरसहरू सबै छ यहाँ। यो चाहिँ दाँत भएको छ पक्कै, यसले केही खाने होला। वाह यता हेरौँ। अब यो रिसाइसकेको छ यो। अब के हो अब होइन। यहाँ छ अर्को। ओ माई गॉड बवाल छ त। यो चाहिँ घाँस खाने होला बरु। यो चाहिँ घाँस खाने होला होइन।
सट्ट लाएर बवाल छ गाइज। सो गाइज अब हामी चाहिँ पुरा रेलवे ट्र्याकमा जाँदैछौँ। Hello, how are you? I'm good, thank you. टीमा हाल्दैन भवा देखिन्छ। How's my nose? Yeah, your nose is very beautiful. Look at his hard nose. So guys, हामी चाहिँ अब मजाले जाँदैछौँ होइन, टक्क लाएर। आन्टी हराउनु भयो। यता हेर्नु न यता। Hello, hello. 3, 2, 1. Did I say trees? Hello, everybody. My hand side is the Jefferson Valley, and we have the Solitary. The Three Sisters are out there too. And on the left-hand side, we'll be passing the waterfall shortly. Down beneath you, at our highest point, it'll be 270 metres down on the valley floor. If you have any questions, let me know as we go. Otherwise, enjoy the journey. Three sisters. खै कहाँ खै होइन त्यो त्यही त हो। सररररर गाइज होइन अब पुरै जाने हो। यो साइडमा झर्ना छ है गाइस। लेफ्ट साइडमा यो चाहिँ म दिस इज मी। दाइ कता? So this is about 270 metres going down, or about 500 feet before it falls onto our side. कस्तो लागिरहेछ? Okay, everyone, there will be a few bumps in just a moment as we dock into this station. If you're looking to go for a walk, we do have these short सबैजना सररररर जाँदैछ नि यहाँबाट। खोइ त अब हेलो हेलो गाइस सबै हो खै रहेछ भने दाइ पनि हैन एभ्री टाइम म्यापले उता हामीले अरू के गर्न मिल्छ हेर्नु। टन्नै गर्न मिल्छ क्या। एभ्री 10 मिनट्समा आउने हो क्या अब। ए हामी जतिखेर पनि भयो। एभ्री टाइम। अब हामीले के गर्न मिल्छ? त्यो राइड होला नि। How you feeling now? Very good. How are you, I'm brother? very good. I'm very good. तेरै नाइले निकाले क्या। Hello mom. Oh yeah. How are you doing today? Arthritis. How are you doing today? Oh. It's good? Okay. You feeling nicer now? Yes, miss. Yes, miss. Yes, miss. Yes, miss. Yes, miss. Your teeth look so amazing, Yeah. beautiful teeth in. Oh, Oh, thank you, thank my you. God. Long time no see. Long time no see. Every day you are on queue. लाल जोडी हुनुहुन्छ यहाँ। सर्लक्क पछाडि फर्किनु न, स्वाट दुईजना। वास यहाँ लाल जोडी हुनुहुन्छ एकदम प्रिय जोडी। त्यो माया यहाँको हो बुढी के भयो अरे? फोटो पछाडि खिच्न अगाडि खिच्नु नगर हो कि त्यो पनि हुन सक्छ। म खतरा खिचिदिन्छु।
म खतरा खिचिदिन्छ Look at this old, wonderful. Jump on two. What's wrong with it? You say anything of what to do. They tell me, okay, you're it's like the steering. Which the element takes to pick up? And they said, all you have to do is one and then just like we can Sacred site to the traditional custodians of the land that we are on. Friends, that is Gundungra. That's the name of the country that we're on. As you came up the mountains today, you would have passed a few signs saying you're on Darug and Gundungra country. This is the Gundungra portion. Congratulations, you made it. Straight out the front centre, there's a big plateau in the middle of the valley that you can figure out there. It sort of looks like Uluru. Don't be fooled, it's not. We call ours Munmi, and it means solitary giant in the local dialect. You could hike out there if you want to, I wouldn't stop you. It would take you about 7 hours one way. It is 6.5 kilometres wide from point to point, and from us just over 6k as the crow flies. That should give you some scope of the size of this valley. And as you look down, you'll see our rainforest covered in a bit of a shadow. And that's thanks to these beautiful cliffs on our right-hand side. Predominantly made of sandstone, they are just about 200 metres tall at any given point. Casting that shadow over our valley protects our rainforest, and it's the reason that it's still thriving and surviving. My friends, I want you to hop out and explore that rainforest. In fact, you'll have to. At the bottom here, you see it's quite busy. We've got a lot of beautiful people that want to have a lift back up with Shannon. Who could blame? I know. Friends, the valley is stunning. Go for a bit of a stroll. Rides are running every 10 minutes. If you have been brought down here, I promise you, we will bring you back out. No matter how long that line looks, we will bring you back out, I swear. The doors will open on the right-hand side after a few bumps. Hop on out, and the same rules apply as the national park is here, friends. There is no smoking, there is no vaping, and there are no bathrooms down here. Just join the end of the line on the other side, and we'll return you swiftly. If not, enjoy the boardwalk. You've got a bit of time to enjoy the short walk round to the coal mine. Here come those bumps. Told ya. Doors are opening on the right-hand side. Have a great time. डाइनोसरै होला जस्तो यार ठाउँहरु डाइनोसरै होला जस्तोकै ठाउँहरु कस्तो दामी एरिया छ हेर्नु न Welcome to the Jurassic Park. ल न्युरो खोले चाहिँ न्युरो न्युरो जस्तै देखिने तर न्युरो होइन ल न्युरो साँच्चीकै यो यार त्यो डाइनोसरै होला जस्तो ठाउँ यार डाइनोसर्स त हैन साँपहरु चाहिँ साँप त अभियसली उ त्यही तल रहेछ Không có dặn cái cánh của sung đi để phát
वहाँ कोही जाने जाम यता जाम यसको एकै सेकेन्ड यसो घुसट्टा घुम्न आयो सोचे घुमौँ आइहालौँ अनि त्यहाँबाट लाइन दुखिहाल्छ उता चाहिँ गएको छ कता यता होला नि भएको त उता छ उता गएको भएकै हुनुहुन्छ त्यहाँ हेर्नु त त्यति मात्रै हो उहाँको यो हो नि दाइ त्यति त्यहाँ त्यति मात्रै ओके ट्रिपमा सेयर नहुनु भएन हो There you go guys बवाल छ यार यो त डाइनोसर नभयो नि होला जस्तो छ यार डाइनोसर लु के हो हरियो रहेछ नि त्यहाँ त एउटा डाइनोसर त तिमी नै एउटा यहाँ भन्छ डाइनोसर दाइ हार्ने भएर सिकार्ने भएर So guys, we are heading to Dinosaur Valley. Oh my god. Guys, अब यहाँ डाइनोसर भ्यालीमा हामी जाँदैछौँ. This is called Dinosaur Valley. Oh my god. I have seen lots of dinosaur eggs. Wow. Urgh. Dinosaur egg. Oh my god. There weren't 7 continents like we have now, not even Australia. I know. Instead, all the lands squished together to make a mega land form a supercontinent. Pangea. Over millions of years, the land एकदमै तिमीलाई कस्तो लागिरहेछ डाइनोसर भ्यालीमा आउँदाखेरि मलाई हैन के खाम भइरहेको लाइक ड्रिंक के मैले खान्छु नि के भन्न त नेपाल होइन केवल काठ भित्र होइन क्या बाहिर कहाँ बाहिर त कुरेर बसिरहेको म क्या म त भेर पखाल कोच्या जस्तो कोच्यापछि हुन्छ त्यस्तै कोच्या छ कोच्न त हजुर कार्नी भरस के उनी भरस लौ र नि ठुलो सर्प टाउको पो रहेछ त्यहाँ त Oh my god. Oh guys, look at here. Look at here. भवाल छ यार ओहो के कटेज हो ल र यहाँ बुढेसकालमा पनि बुढा र बुढीको यति अपरि माया ओहो मेरी माया ल चुप्पा खाइदिनु चुप्पा ल चुप्पा खाइदिनु भिडियोमा कैद गर्नु पर्यो यहाँ ल न ल म ड्याडलाई च्याप्पै पारिदिहाल्नु त ल धेरै भन खाएको ल ल ल ल ल भिडियो युट्युबमा हाल्ने ल ल ल ल ल ल ल ल ल धेरै महिना खाएको धेरै भइसक्यो अरे ऊ ड्याडले है फुस्काउनु भएको यहाँ ल ल ल ल है पर्यो यहाँ ल पर्यो केही होला त छ है ल है ल हेर म्याम फोसिल फर्मेन्टेसन क्यान यु इट रे मोस्ट फोसिल्स आर फ्रम इन द वाटर ओ फोसिल पढेको हो नि त यो हो नि त अनि यो हो नि त फोसिल फ्युल गाइज ल हेर म यहाँ most fossils are formed and when a plant and animal dies in watery environment and it's poured in mud and salt. Fossil tissue quickly decomposes, leaving the hard bones or cells behind. Over time, sediment builds over a top and the hardest into rock. Scientists learn about dinosaurs from the evidence they leave behind like fossils. These could be bones, teeth, or footprints. So guys, आज हामी चाहिँ अब पुरै डाइनोसर भ्यालीमा चाहिँ हामी घुमिरहेछौँ बवाल छ अब किनकि हाम्रो पहिलाको पुस्ताहरूको बेलामा चाहिँ डाइनोसर यसरी थियो है डाइनोसर भनेर चाहिँ देखाइरहेको छ होइन सो क्यान यु प्लिज सो हियर यो चाहिँ अब कार्निभोर समथिङ के होला होइन यो फ्लाइ गर्नेवाला हो होइन सो अब यता छ युरोपवाला तपाईँहरू उतै गएर आउनु भएको कस्तो छ उतातिर तलतिर केही छैन है खासैहरू अहिले त खासमा रेलवे थियो त्यो त बन्द छ होइन त्यही भएर खास उ छ तर माइनिङ गरेको एरिया चाहिँ अब यता देखाउँदाखेरि चाहिँ यता चाहिँ बवाल छ सो दिस इज कल्ड डाइनोसर भ्याली थरी
डाइनोसरहरू छ ओके यहाँ हेर्नु नि यहाँ ब्लगर बनेर सो स्टे ट्युन है गाइज किप वाचिङ माया भिडियो भएको रहेछ यार सरी माया डोन्ट फर्गेट टु सब्स्क्राइब माई च्यानल भिडियो भएको रहेछ नो वरिज द्याट्स अलराइट बाई सब बवाल छ कि यहाँनिर अब यो एकचोटि चाहिँ अब भिजिट गर्दा हुन्छ भ्यालीहरूमा चाहिँ पुरै डाइनोसरहरू मात्रै छ एकदम वेदर पनि दामी छ सो अब यहाँनिर चाहिँ एउटा के छ भने हु इज ओल्डर यु अर द ट्री भन्ने छ होइन अब यहाँ चाहिँ के लेखेको छ भने डाइनोसोर्स आर नाउ एक्सटिङ बट नट द प्लान्ट्स द्याट वर अराउन्ड वेन दे आर रोमेन द अर्थ दिस आर स्टिल अराउन्ड अस मिट द रोड ट्री फाउन्ड द कुल टाइम ट्राभल फ्रम द फेरोस्टिक एरिया sorry era is a plant group three friends and let's go Maya please let's go let's go so यहाँ चाहिँ गेमहरू छ हैन अब सबै बवाल छ यहाँ त्यहाँ पनि छ डाइनोसरहरू सब एरियामा छ डाइनोसर तर घुम्नलाई चाहिँ अल गुड है गाइज तर टाइम पुगेन हामीलाई अलि टाइम चाहिँ पुगेन बट द्याट्स अलराइट we will come back later ल wow अमेरिकन डाइनोसर चितवन नेशनल पार्क चितवन नेशनल is located on Nepal. So guys, Also walk to the bottom. उति बेलाको त्यो जुरासिक पार्क फिल्म हेर्दाखेरि डाइनोसरलाई यसो नहुने होला सबै घरमा बसेर हैन भूत घर रहेछ हेर गर्ने यताउति आँखा यता भूत बङ्गला है लहरा यो ठाउँमा चाहिँ एउटा मुभी सुटिङ गर्न मिल्छ क्या मुभीहरू हुन्छ नि त अब कार्टुन बक्सिङ 1909 भनेर देखाइरहेको छ अब न्युरो रहेछ गाइज यहाँ चाहिँ न्युरो खाना हुने हो कि होइन all good रमाइलो छ एकचोटि भिजिट गर्नु होला हाम्रो गाइजहरु चाहिँ त हुनुहुन्छ सबैजना यता हुनुहुन्छ अंकल भिडियो खिच्दै हुनुहुन्छ त्यही हो रियलको चाहिँ हैन अंकल भिडियो खिच्दै हुनुहुन्छ यहाँ भाउजू भिडियो बनाउँदै हुनुहुन्छ हाम्रो दुईजना दाइहरु गफ गर्दै हुनुहुन्थ्यो हाम्रो आन्टी कता जानुभयो हाम्रो आन्टी यता भिडियो खिच्दै हुनुहुन्छ Taken about a month. ल आन्टी हजुरलाई कस्तो लागिरहेको त थकाइ लाग्यो हिँड्दा डाइनोसर्सहरु छ हैन अब पुरा यहाँ चाहिँ यो सब कुरा व्यवस्थित रूपमा छ so you can show here as well small dinosaur जंगलमा एक्लै आउँदा तपाईलाई कतै डर त लागेको छैन तपाईलाई यदि डर लागेको छ भने सम्पर्क गर्नुस् 0 छ 0 0 छैन 0 0 0 0 जुसिल किरो यसै गरी अन्डा गाइज यो अन्डा चोरेर लगेर चिप पारेर मासु भातसँग सप्र्याक सप्र्याक हेर्नुहोस् कतै तपाईलाई यसको दाँतले खाला खाला जस्तो लाग्दैन तपाईँ अहिले 20,000 फिट माथिको जङ्गलमा हुनुहुन्छ कृपया आफ्नो ख्याल गर्नुहोला हैन अब हाम्रो यात्रा यसरी सुरु हुन्छ जङ्गलभित्र हामी गइरहेका छौँ कृपया ध्यान दिएर हेर्नुहोला कतै यहाँ भूतका आक्रमण जङ्गली जनावरको टोकाई सर्पका डसाई पनि हुन सक्छन् यहाँ सर्पले डसेमा यदि तपाईलाई सर्पले डस्यो भने तपाई के गर्नुहुन्छ भन्नुस् म अब यिनीहरूलाई सरर जान दिन्छु के तपाईलाई मदेखि डर लाग्दैन तिमी किचकन्डी देख्नु मलाई डर लाग्दैन
हामी घर पालुवा किचकन्डी मम्मी Let's go guys. Hurry up, Sam up. Hurry up, Sam up. दाइ तपाईलाई कस्तो अनुभव लागिरहेछ? मलाई एकदम ठिक भइरहेछ तिमी मुख पुरै देखाइरहेछ राम्रोसँग भाइ हजुरलाई कस्तो लागिरहेछ? एकदम राम्रो लागिरहेछ भाइ बवाल छ यो ठाउँ चाहिँ आउनै पर्ने छ एकचोटि छिटो आउनु यसले हाम्रो धमाउँदै लिएर आएको छ मलाई कस्तो लागिरहेछ यस जङ्गलमा कयौं जङ्गली जनावर सर्पदेखि लिएर बिच्छुहरू हुने गर्छ सो ल न तपाईँको टाउको माथि के आउँदैछ So guys, this is the beautiful nature. There we go. पुरै अन्धकार छ अन्धकार सुनसान छ गाइज अब कतै यहाँ हामीलाई आक्रमण त गर्ने होइन केहीले यस्तो भन्नु पर्दा छ गाइज अन्धकार डर लाग्दो चिहान जस्तो छ त्यो चरा साँच्चीकै हो दाइ कपी बर्ड मैले कुइ गऱ्यो भने उसले कुइ गर्छ कति अन्धकार हो यो कति अन्धकार ओ माई गॉड गाइज आजको हाम्रो यात्रा चाहिँ एकदम स्मरणीय र चाहिँ एकदम रमणीय पनि भयो है स्मरणीय भनेको भुल्न नसकिने रमणीय भनेको रमाइलो सो अल टुगेदर हाम्रो सबै जर्नी चाहिँ एकदम बवाल भयो हामी घरबाट निस्किएदेखिबाट बाटोमा यताउता होइन सबै रमाइलो भयो अब यस्तै हो सबैजना रमाइलो भइरहेछ अब मम ड्याड के मम के भन्न चाहन्छ तपाईँ यस विषयमा हो सो लाइक सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला भनेर भन्नु नि त लाइक सब्सक्राइब गर्न नबिर्सिनु होला पछि अब नेपालबाट पनि सबलाई है हामी यसरी घुमेर टक्क देखाउने युट्युबमा आउँछ युट्युब च्यानलको नाम हो श्रमिक अधिकारी है ओके सो गाइज लाइक सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला ल पछाडिबाट दाइ के भन्न चाहनुहुन्छ तपाईँ एकदम बवाल रमाइलो भयो आज हामीले पिकनिक जसरी पनि रमाइलो गर्यौं एकदम एडभेन्चरस भयो लागि चाहिँ एकदमै मैले चाहिँ बेबीलाई मिस गरिरहेको छु भन्दैन भिडियो मार्फत के भन्न चाहनुहुन्छ विनिसा भाउजूलाई भाउजू चाहिँ एकदमै मिस भएको भन्नु न अरू शब्दहरू के छन् भने नलजाउनु न बेबीलाई एकदमै मिस गरियो आज त्यही हो अब बेबी भएको भए तर उनी चाँडै अब आइपुग्छ त्यही हो बेबी भइदिएको भए सुन्न त्यही भएर अहिले गन्धमा दुर्गन्ध फैलाउनुहुन्छ दाइले सबैजना यहाँ के अरे जोडी छन् सबैको देख्छु जोडीले देउता पुइ जोडीमा एउटा भाउजू के हुँदैछ तपाईँको पछाडि यहाँ आमामा के हो एप्पल जुस यो ओरेन्ज लस्सी हो यसको स्वाद लिरन एकदमै यो कम्प्लिमेन्ट्री आएको 84 or 64 I don't know $30 को टिकट बुक गर्दा $6 को कम्प्लिमेन्ट्री लस्सी अनि ओम दाइले एउटा एक्स्ट्रा एड गरेर 7 पुर्याउनु भयो थ्याङ्क यू सो मच दाइ है अब रमाइलो भयो अब म चाहिँ अब क्यामेरा अगाडि लाँदैछु अब हाम्रो अब ठुल्दाइको र यहाँ ड्याडको चाहिँ अब धारणा सुनौ कस्तो भयो तपाईँको ड्याड यता फर्केर भनिदिनु न केही कुराहरू एकदम रमाइलो भयो आफ्नो बच्चाहरूसँग बुहारीहरूसँग घुम्दाखेरिको रमाइलो अझै मजाले क्यामेरामा फर्केर त्यो क्षण अर्कै हुँदो रहेछ हजुर हैन एकदम रमाइलो भयो एकदम बिर्सिन नसक्ने चाहिँ एकदम खुसी भयो हजुर सब राम्रो भयो ठिक छ एकदम समग्रमा सबै राम्रो सबै हेर्ने दर्शकहरूलाई के भन्न चाहनुहुन्छ हेर्ने दर्शकहरूलाई अब आफ्नो छोराछोरी विदेशमा छन् भने छोराछोरीहरूले बोलाउँदाखेरि आउन नभन्नु यसो साँझो पाँचो जे मिलाएर भए पनि जानु देश घुम्न पाइन्छ सहर घुम्न पाइन्छ यो एउटा चाहिँ मौका हो यो एउटा चाहिँ मान्छे छोराछोरी यहाँ भएको चाहिँ एउटा के अरे के भन्छ यसलाई अपर्च्युनिटी भन्नाले अब के भने अपर्च्युनिटी भन्दा पनि एउटा नेपालीमा के भन्छ अलिक भन्न जान्दिएन
एउटा मौका भनौँ न एउटा साधारण भाषामा एउटा मौका हो त्यो मौका चाहिँ नगुमाउनु होला कसैले पनि आफ्नो छोरछोरी जो छ छोरछोरीले बोलाउँदाखेरि बुहारीले बोलाउँदाखेरि नाति नातिनीले बोलाउँदाखेरि म जान्दिनँ म थाहा छैन मलाई केही पनि यसो उसो केही नभन्नु होला है मेरो त्यही भनेर म लाइक शेयर सब्स्क्राइब पनि गर्न नबिर्सिनु होला यो लाइक सब्स्क्राइबहरू पनि गर्न नबिर्सिनु होला के अरे श्रमिक अधिकारी युट्युब च्यानलको नाम चाहिँ त्यो चाहिँ गरिदिनु होला प्लिज। थ्याङ्क यू सो मच। अब दाइ चाहिँ ड्राइभिङ गर्दै हुनुहुन्छ उहाँ चाहिँ खालि डिस्ट्र्याक्ट गर्न मन लागेन किनकि ड्राइभिङ गर्दाखेरि अस्ट्रेलियाको नियम कानुन अलिक कडै हुन्छ दाइ अब यतिको अगाडिबाट बोल्दैन नि त ल कस्तो लागिरहेछ हजुरलाई? रमाइलो लाग्यो। ओके सो थ्याङ्क यू सो मच मात्र अब थ्याङ्क यू सो मच दाइलाई यहाँबाट क्यामेरामा कैद गरिरहेको छु मैले अगाडि गइनाबाट दाइलाई भोक लागेर होला। सो बुढी तिमीलाई चाहिँ कस्तो लाग्यो? एक्टिङ गर्दैन नि त दाइलो तिमीलाई कस्तो लाग्यो? घुम्न जाने हो ओके सो ओके गाइज म हरिबहादुरको दाइलाई अहिले एकछिनमा गर्न लगाउँछु दाइ। ओके ल हेर्ने सबैलाई के भन्न चाहनुहुन्छ हजुरले? मस्ट भिजिट ब्लू माउन्टेन। ओके मस्ट भिजिट ब्लू माउन्टेन भन्न चाहनुभयो दाइले चाहिँ। ओके गाइज थ्याङ्क यू सो मच फर वाचिङ किप लभिङ किप सपोर्टिङ है गाइज यसै गरी माया गरिदिनु होला गरिराख्नु भएको छ श्रमिक अधिकारीको ब्लगलाई। अब म यस्तै अब विभिन्न ब्लगहरू अब नयाँ जोर्नीको फ्यामिली यताउता घुमघामको सबै ब्लगहरू लिएर आउने नै छु। यहाँ यहाँहरूको माझ अलिकति अब टङ स्लिप भइहाल्छ के गर्ने होइन। ओके यति भन्दै म आजको ब्लग यहीँ इन्ड गर्न चाहन्छु। थ्याङ्क यू सो मच। लास्टमा केही हँसाइदिने एसएमएस टेन्स नफालम ग्यास ल बाई गाइस। ओके